गणेश नेपालीजीले बाइकबाट पेट्रोल निकाल्दै गर्दा, पेट्रोल शरीरमा खनाउँदै गर्दा, शरीरमा खनाएर आगो लगाउँदै गर्दा त्यो भिडियो खिच्ने मान्छे के हेरेर बसेका थियो। र यो मान्छे जसले सामाजिक सुरक्षा भावबाट धेरै टाढा गएर कतिखेर आगो लगाउँछ र भिडियो खिच्छु भनेर बस्ने मान्छे त्यहाँ वरिपरि भएको नगर प्रहरी र यो प्रहरी, यसले मानवाधिकार रक्षाको लागि, मानवाधिकार हनन कसले गर्यो भन्ने विषय होइन, मानवाधिकार रक्षाको लागि काम गर्नुपर्ने मान्छेले मानवाधिकार रक्षाको लागि किन काम गरेन त्यसको जवाबदेहिता खोज्नुपर्ने बेला भएको छ। एउटा दोस्रो कुरो, ट्राफिक जरिवानाको कुरा गरियो, यो अतिरञ्जित भयो। हामी नयाँ सदन चलिसकेपछि म मान्यज्यूहरूलाई पनि सोध्छु, सवारी तथा यातायात व्यवस्था ऐन न अध्यादेश आएको छ न सदनमा आएको छ, त्यो ऐनले तोकेको भन्दा बढी जरिवाना लियो भनेर अतिरञ्जित गर्ने काम अब बन्द गरौँ, यो नगरौँ। एउटा कुरा। दोस्रो कुरो, हामीले यो कानुनमा कहाँनेरि समस्या आयो, हामीले चोक चोकमा न्यायाधीशहरू राख्यौँ। म विदेशमा पनि देख्छु ट्राफिक नियम उल्लङ्घन गर्दै गर्दा कहीँ पनि ट्राफिकले जरिवाना गर्दैन। विदेशमा पनि उसले गर्छ के भन्दा उसले तिमी डिस्ट्रिक्ट कोर्ट जाऊ भन्छ। यी इन्डियामा पनि त्यो व्यवस्था छ। तर हामीले अधिकार के गर्यौँ भन्दा चोक चोकमा न्यायाधीश नियुक्ति गर्यौँ। उसलाई ट्राफिक नियम उल्लङ्घन गरे बापत अनुसन्धान गर्ने पनि उही र फैसला गर्ने पनि उही, त्यो अधिकार हामीले दियौँ, जसको कारणले गर्दाखेरि पनि समस्या आयो। एउटा। दोस्रो समस्या कहाँनिर आयो भन्दा ट्राफिकलाई त्यो जरिवाना गर्न उद्यत केले गराइरहेको छ भन्दा ट्राफिकको त्यो 25% कमिसनले। नो इन्ट्री भनेर लेखेको ठाउँमा बस्दैन ट्राफिक, त्यसले त्यो नो इन्ट्री भनेर लेखेको ठाउँबाट इन्ट्री गर्छ कि गर्दैन भनेर कुनामा ढुकेर बस्छ, च्याएर बस्छ। जब नियम उल्लङ्घन हुन्छ तब के गर्छ, तिमीले नियम उल्लङ्घन गर्यौ भन्छ, ऊ त्यहीँ सचेत गराउनलाई बस्नु पर्थ्यो नि त, खडा हुनु पर्थ्यो नि त्यति। त्यो गर्दैन। कहिलेकाहीँ नागरिकले नदेखेको कारणले नो इन्ट्रीबाट इन्ट्री भइरहेको अवस्था हुन्छ। त्यसरी सचेत गराउनु पर्ने ट्राफिक किन त्यसो गर्छ भन्दा त्यही 25% कमिसनको लोभले त्यो गर्छ। आज यी घटनाहरू हुनुको पछाडिको मेन कारण त्यो पनि हो कि एउटा व्यक्ति हो, उनीहरूको पनि जीविकोपार्जनसँग सम्बन्धित विषय छ। जीविकोपार्जन गर्नलाई पुग्ने न कर्मचारीलाई राज्यले दिन सकेका छ न सुरक्षाकर्मीलाई राज्यले दिन सकेका छ, जसको कारणले गर्दाखेरि चोर बाटो अप्नाउन कर्मचारी पनि बाध्य छन् र सुरक्षाकर्मी पनि बाध्य छन्। हामीले सुधार गर्नुपर्ने यहाँ पनि छ।